त्यहाँ उसको बोयफ्रेन्डको बर्थडे रहेछ। यहाँ रोज कहाँ पाउँछ रोज भन्ने मलाई, त्यहाँ पाउँछ भनेर लिएर गएँ। भाडाको कुरो गरेको छैन, रोज किनियो। रोज किनिसकेपछि सङ्गम स्विट जाउँ भने त्यहाँ के को अर्डर गरेको रहेछ। एकछिन टाइम लाग्यो त्यो लेख्नको लागि, के लेख्न लगाइ त्यसले टाइम लाग्यो। म अटो लिएर चाहिँ ठ्याक्कै हनुमान कम्प्लेक्स र त्यो सङ्गम स्विटको अगाडिपट्टि ठ्याक्क भित्रैपट्टि स्ट्यान्ड लगाएर बसिरहेको थिएँ। बसेको थिएँ, एफएम सुन्दै थिएँ। तपाईँको एकदम स्ट्यान्डर्ड मान्छे, राम्रो कपडा लगाएर हेर्दै थाहा पाइन्छ नि त, हाउभाउ राम्रो भएको मान्छे, चट्ट मातेर झुल भएको मान्छे आयो। मलाई त्योसँग रेला गर्न मन लाग्यो। दाइ खाली हो भनौँ आएर, यस्तो यस्तो गर्छ, झुल गर्दैछ। अनि खाली नै हो त भाइ, मलाई सङ्गम स्विट राखिदिनुहोस् न भनौँ, जहाँ कि सङ्गम स्विटको अगाडिपट्टि गाडी छ। मैले उसलाई रेला गरेर के भने भाइ म सङ्गम स्विट जान्न अहिले, किनभने कि मेरो अटो रिजर्भमा छ भने मैले, यहाँ मिठाई लिन गएका छन् भने। होइन, हातमा 100 रुपियाँ बोकिएको छ त्यसले, जम्मा 100 रुपियाँ पैसा बाहिरै देखिँदैछ। भाडा चाहिँ कति हो भन्छ, म जान भ्याउँदिनँ भने। होइन दाइ तपाईँले लगिदिनै पर्छ भनेर जबरजस्ती ढोका खोलेर मान्छे बसो। त्यति गर्दा म प्लास्टिकमा हाल्न थालेँ, उता पनि हेर्दैछु म, पछाडि त्यो बहिनी आउँदैछिन् भने। बसेपछि अब लु जाउँ न, ढिलो भइसक्यो, जाउँ, म भाडा जति भने पनि दिन्छु भने। मैले अटो एउटा खुट्टो भुइँमा राखेर बसिरहेको थिएँ, अटो माथि खुट्टा राखेर। अब त्यो अटोको ह्यान्डल दुईचोटि यस्तो घुमाएँ, फेरि यस्तो घुमाएँ। होइन, लु अब उत्रिनुहोस् दाइ, सङ्गम स्विट उयै हो, आइपुग्यो, अब उत्रिनुहोस्, म अर्को मान्छे लिएर जान्छु भनेको उत्रिनु। त्यति गर्दा बहिनी आइपुगिन्। अनि बहिनी पसिन्। दाइ भनौँ कि गुरु भनौँ, एकछिन पर्खिनुहोस्, म तपाईँलाई एउटा कुरो भन्छु। भाडा कति भन्नु, आज मैले तपाईँमाथि छोडेँ, तपाईँलाई जति इच्छा लाग्छ त्यति दिनुहोस्। धेरै दिनुभयो भने फिर्ता दिन्न, थोरै दिनुभयो भने कम्ती भयो भन्दिनँ भने। देखेको छ नि त सौ गुण, पैसा पनि मलाई दियो। लास्टमा के भन्छ, तपाईँलाई म एउटा कुरो चाहिँ भन्छु अब भनेर अम्लो ठडाएपछि मलाई हल्का डर पनि भयो कि, किन यसले मलाई ठगो भन्ने त भयो नि, 50 रुपियाँ भए पनि ठग त ठग्यो हो नि। तर लास्टमा के भन्नु थाल्छ, हेर्नुहोस्, हुन त अङ्कल जस्तो उमेरको हुनुहुन्छ, पैसा तपाईँ 100 नै राख्नुहोस्, मलाई मतलब भयो। तर हातदेखि उपरान्त यस्तो स्पिड कहिले पनि एक्सिडेन्ट भयो नि बाँच्दैन। मलाई अहिले तपाईँले यहाँ ल्याइपुर्याइदिनु भयो भनेर भनौँ कि हाँस्दा त्यो केटी उहाँ पुगिन्जेलसम्म हाँस्यो।